हेलो हाई एभ्रिवान सबैजनाले गुड मर्निङ भन्न चाहे। आज बिहान बिहान विशेष मेरो भडगाउँदैछ। सो रात देख्न सक्नुहुन्छ भ्यू पनि त्यस्तो घाम पनि लागेको छैन। सो आजको मेरो विशेष भिडियो चाहिँ के रहेको छ भने चाहिँ हामी आज विशेष भोलि दसैँ होइन। आज हामीले गर्नुपर्ने काम हुन्छ, हामीले मासु काट्ने होइन। यो पहिलेदेखि चलिआएको परम्परा, दसैँभन्दा अघिल्लो दिन मासु काट्नुपर्छ। सो त्यो भएको हुनाले हामी ठुलो खसीको मासु काट्ने जान तयारीमा छौँ। त्योभन्दा अगाडि हामी के गर्छौँ भनेपछि हिजोदेखि हाम्रो राम्रोसँग पानी आएको थिएन। सो त्यो भएको हुनाले हामी पहिले पानी बनाउन जान्छौँ, त्यसपछि हामी मासु काट्ने कार्यतर्फ लाग्छौँ। सो भोलि दसैँ होइन, सबैजनाले चैते दसैँको धेरै धेरै शुभकामना होइन। विशेष त मेरो परदेशमा रहने मेरो बाबा दादा अनि सम्पूर्ण मेरो बच्चैदेखिको साथीहरू सबै परदेशमा हुनुहुन्छ। सो जहाँ जस्तो अवस्थामा भए पनि एकदम खुसी भएर मनाउनुहोस्। सो घरमा जस्तो परिवारमा जस्तो त हुँदैन। सो त्यस्तो तरिकाले मनाएको त हुँदैन। त्यही पनि छोरा मान्छे भनेको अब के गर्ने होइन। अब घरको भरिया जस्तै हो छोरा मान्छे भनेको, अब बाध्यता हुन्छ। सो जानै पर्ने हुन्छ। त्यो भएको हुनाले एकदम जहाँ जस्तो अवस्थामा भए पनि एकदम रमाउनुहोस् खुसी साथ भन्न चाहे। अबको हाम्रो भिडियो चाहिँ हामी पानी बनाउन गएको तपाईँहरूले देखाउन गइरहेको छु। लेट्स गो। हामी चाहिँ पानी बनाउने ठाउँ, हाम्रो पानी बनाउने ठाउँ यहाँ हो। यस्तो यार, यहाँ जानुपर्छ। यहाँ टक्क देखिन्न खासै। यहाँबाट हुँदै यसरी जानुपर्छ। पछाडि ब्याकग्राउन्ड पनि देख्न सक्नुहुन्छ त्यहाँ। हामी चाहिँ यहाँ यताबाट जानुपर्छ। हामी यहाँबाट यहाँ धेरै भित्र गहिरो छिरेर अनि टक्क हामी समथिङ 1 घन्टामा हामी पुग्छौँ होला आज, किनभने चाहिँ शीत लास्टै रहेछ। सो धेरै पछि आयो, 2 महिना पछि आयो, शीत एकदम धेरै छ। सो जाँदैछु, अब थोरै थोरै छ। सो टक्क लगाएर वन पाखा जङ्गलहरू एकदम आनन्द छ। टक्क लगाएर घाम लागिरहेको। सो हामी आइपुग्न लागिसक्यौँ। टक्क लगाएर हामी जाँदैछौँ। हामी अब गइपुग्न लागिसकेको छ। अब यही झार मात्रै छ। टक्क लगाएर यहाँ त गर्छ नि होइन र यात्रा पुरी छ यार, च्याप्दै यात्रा छ यार। यो त गाउँ धान बन्छ होला दामी हेर्नु। टुप्री खानी छ यार ढुङ्गा। फाइनली गाइस हामी यहाँनिर आइपुगिसक्यौँ। अब त्यो खोलामा हो जाने हामी। सो हाम्रो भिडियो गराएको पारी डाँडाबाट हो। हामी यहाँबाट आएको होइन, यो डाँडा उताबाट आएको हामी। सो हाम्रो मावला चाहिँ यहाँ हो। तपाईँलाई हाम्रो मावलाको घाम लाग्यो होइन। हामी यहाँबाट फुल चाहिँ गुलाफकै चाहिने, तर मैले चाहिँ वनमा लागेको भए पनि दिन्छु तिम्रो लागि। सो आइपुग्यो है, ल आइपुग्न लाग्यो बाबु। आई लभ यु। केही त फिलिङ्स भन्दैन यार, कस्तो फिलिङ छ फुल छोप्दाखेरि? कस्तो फिलिङ भने ठ्याक्कै कस्तो फिलिङ भनिदिउँ म तँलाई भन्छु। के तिवाला फिलिङ्स भन्नु? म चाहिँ के तिवाला फिलिङ्स नै हान्न त मलाई किन हो। आहा टक्क कति राम्रो फुल है। यो चाहिँ एकदम चुत्रा भन्छ होइन। यो चाहिँ रक्सी पारेर पनि खान मिल्छ होइन। सो एकदम बहुत टेस्टी हुन्छ जङ्गलको फुल। यो हामी चाहिँ आइपुग्न लागि कस्तो लहरा रहेछ यार, यस्तो लहरा हुँदो रहेछ न वनमा भयो। सो गाइस हामी चाहिँ जुन पानीको मुहान आइपुग्यौँ हामी। सो यस्तो छ पानीको हावा, के छ यार, यस्तो भइरहेछ। सो यो चाहिँ हाम्रो ट्याङ्की हो। यो कलर पानी यस्तो छ, पानीको हावा यस्तो खोजमा आएर भनेको हो। अब हामीले मर्मत गर्दै भित्र हेर्छौँ।
अब चाहिँ पानी निकाल्ने ढक्कन निकालेर हुन्छ ओहो पानी पानीको बेहाल छ कस्तो भिडियो लाग्यो यो के भिडियो कस्तो माछा पनि हिँड्नेछ यो पनि निकाल्नु यो पनि निकालिहाल ल बजरङ्गबली है यो पनि एउटा माछा रहेछ फुल राम्रो गुलाबको ओहो है त्यहाँको लास्ट चिसो चिसो कपडा खानु पर्छ अनि ढाला के बनाउने रहेछ त्यसरी नै म चाहिँ यता यस्तो पुरै माटी माताहरू ठुलो यार उयो माइर देखाएको खेतमा हिँड्नु गरेको रोपाइ जस्तो यस्तो पानी खालेर कहाँ हामी धेरै बाँच्छौँ भनेको यार 10 वर्ष पछि हामी 5 वर्षमा मर्छौँ पानी छ भेटा छ यस्तो फोर्छ यार कुछ फोर्छ हैन पानी बुझ्यो बुझ्यो जुलामा आयो पानी बुझ्यो यार नहीं नहीं हाल्दियो पानी हाल्दियो ल त्यहाँ उडाल जगे दे बिर्सी माथि हो अझै आएन ओइ अर्को तेरो बाजे आज त्यता काम छ उयो न पानीको Ando buji ando. Ayo. Ini cek. Lo, ini sama mana coba? Ini cek. Ini sana ana step dari ini udah wajib sistem. Sorry. Lihat mulai dari kulit lagi. Jadi kulit kita bakar. Kami akan sama ini sama itu. Ayo ko. Juga aja bilang gitu ya. Udah jarang lihat yo kasih udah sih. Terus tiap keluar ada tuh banyak jarang gini. Udah suruh kota kita. Nama. Mari. Nama. Baca. Yo, pani sama dari bayar niscaya. Ada macam ni. So pani lagi. So, ganti. So pani saya lihat dia bahasa. Enak juga. Mana ya? Nah, ini pani sama kerja dengan kita dalam sama. Kalau dia lah. Ini pani. Lo ya. What is it? Ada khas ni ada khas. Pani lah hit bayar. So finally हमने यहाँ पर हेर्छ कि पानी एकदम सफा छ यहाँ पर पानी धेरै भएर ट्याङ्की फुल भएर यो गएको सो हामीले उता खोलातिर लगाइदिन्छौँ किनभने एउटा तल अर्को मुहान छ ट्याङ्कीमा जानको लागि हामी सबै क्लियर गर्छ कि अब हामी हातले पक्रेर भएर अब हामी गइ गइन भन्ने भन्छ ल माथि हाल्न एकदम त्यसपछि हाम्रो काम भयो गइरा लाग्यो माथि पुरै सबै जस्तो लाग्यो तখন पनि हामीले गरिदिएको छ Biar nasta भयो Kuisa ne. Ele la pesó bande. Le de lasti di tele. Lo gran dale. Oh, ल माथिको मुनको पानी चाहिँ पास भइसक्यो दोहोरो आसेर पुरै हान्छ घाम पनि लागिसक्यो त्यहाँ यसरी जगै देल अनि कतिले चाल्दै बस ल सो फाइनली पानी पुरै आइसक्यो दुई लाइनको सो हामीलाई आछि तेल दे जगै दे दोहोरो हाने पानी खतरा हाने दोहोरो पनि हान्दिनु आछि ओ ल ले हान्छ ल सुस्त टक्क गरे भाचिन्छ फेरि पुरै पानी नहुँछ है हान एटा उल्टा गरेको ल भयो त्यसलाई ठुलो ढुङ्गाले चप्पा चाप्दियो तुमाल ठुलो ढुङ्गाले ल फाइनली सक्यो अब हाम्रो प्लान चाहिँ चक्क लगाएर घरतिर राखौँ सबै सक्यो
did not answer. लास्टमा हुन्छ फोन नउठे पनि म छोड्नेवाला छैन फोन खाने बेला लास्ट हाल्छु त्यसपछि हामी चाहिँ सो फोन चाहिँ उठ्न सायद मोबाइल चार्जमा छोड्दा त्यो भएर फोन खोल्नु भएन सो भात पकाउँदै हुन्छ होला सो मेरो केसमा सो हामी चाहिँ उता जानु हामीलाई रातले दुइआयो त्यो साथी यो बोलिरहेको Tuling darah. Darah pakai टक्क दामी छ त के गर्छ कमल यो डाँडा पाखा हुँदाखेरि मलाई एउटा गीत याद आयो डाँडा पाखा छाराले तिमीले गीत गाउँछ सर्र त देखाउनु पारितिर सर्र सर्रट पारी लिस्ने भन्ने चाहिँ त्यहाँ हो टोटके पारीको देखिने चाहिँ जुन गाडा पारीको धुरिन्छ अरे त्यसलाई चरौली धुरी त्यो चरौली धुरी हो त्यहाँ चर्न बाँकी छ त्यहाँ ऊ पारी त्यो ओखरपोट लबडाँडा सो हामी चाहिँ आइपुग्यौँ नमस्कार ल तक्कर मेरो लागि सो गाइस फाइनली हामी मासुतिर लाग्यो सबको ल्याएर ठुलो खसीको मासु यसरी टक्क काटिन्छ भुटान सोध्ने सबैजना हुन्छ टक्क यो दसैँको स्पेसल होइन के छ मामा टेस्ट अनि मासु टेस्ट अनि एकदम टेस्ट होइन सो टक्क ल्याएर हामी मासु बनायो अहिले टक्क ल्याएर हामी भिडियो लगाएको भिडियो चाहिँ सक्क आउँछ टेस्ट अनि दामी टेस्ट फाइनली मासु लिएर आयो मासु बोकेर आयो टक्क ल्याएर सिकायो होइन सो फाइनली घर पनि आइसक्यो मम्मी कहाँ हुन्छ त टक्क ल्याएर घर आयो मम्मी ओ मम्मी